नेपाल भर्सेस वेस्ट इन्डिजको सेकेन्ड म्याचमा एउटा भयङ्कर बवाल भारी मिस्टेक भएको छ टिभी एम्पायरबाट। पहिलो इनिङ सकेर म यो भिडियो बनाइरहेको छु। सन्दीप जोरा एकदमै राम्रो बवाल खेलिरहनु भएको थियो। उहाँले यति क्लिन सट हान्नु भइरहेको थियो, एकदम एकुरेट, मतलब उहाँ बिना एफर्टको छक्का हान्नु भइरहेको थियो। र यो जुन बवाल भएको छ टिभी एम्पायरबाट, बुद्धि प्रधान नाम हो टिभी एम्पायरको, भाइ रिभ्यूमा साफ साफ देखिरहेछ यो नो बल हो। खुट्टा चाहिँ यो तपाईहरू पनि हेर्नुहोस् साथीहरू, यो खुट्टा चाहिँ लाइनभन्दा बाहिर गएको छ कि नै, सिधा सिधा यो खुट्टा लाइनभन्दा अगाडि छ, बल हातमै छ। अब यस्तो पनि भएको छैन कि बल फालिसकेपछि खुट्टा स्लिप भएर लाइनभन्दा अगाडि गएको छ। तपाईहरू आफै स्क्रिनमा हेर्नुहोस्, यो भिडियो म लगाइदिएछु। यहाँ साफ साफ हातमा बल छ र खुट्टा चाहिँ लाइनभन्दा बाहिर छ, एकदम साफ देखिरहेको छ। यो पहिलो इनिङ सकेर नेपाल 73 रनको टार्गेट दिएछ वेस्ट इन्डिजलाई। पहिलो इनिङ सकेर म भिडियो बनाइरहेको छु। यदि नेपाल आज हार्यो भने यसको जिम्मेवारी को हुन्छ? किनभने आज सन्दीप जोरा एकदमै बवाल खेल्नु भइरहेको थियो। उहाँको सट एकदमै एक्रोट र क्लिन थियो, मतलब कुनै पनि गल्ती होइन, एकदम एफर्टलेस सिक्स हान्नु भइरहेको थियो। जस्तै पुल सट रोहित शर्माले हान्छ त्यस्तै यहाँ चाहिँ अगाडि बढेर स्पिनलाई, फास्टलाई, मतलब चौका हान्नु भएन, उहाँले छक्का हान्नु भएको छ। मतलब उहाँ अझै 10, 20 या 50 या 100 रनको पारी खेल्न सक्नुहुन्थ्यो, तर यहाँ एउटा भारी मिस्टेकले गर्दा उहाँ चाहिँ 63 रनमा नै आउट हुनुभएको छ। अब यदि नेपाल यहाँ हार्यो भने जिम्मेवारी को हुन्छ? भाइ साहब, क्यामेरा छ, जुम गरेकै छैन मान्छेले। जुम गरेर हेर्दा चाहिँ यो एकदम क्लियर खुट्टा एकदम लाइनभन्दा बाहिर छ। तपाईहरूको पोइन्ट अफ भ्यूले यो आउट थियो कि के थियो? र यो यहाँ त सबै प्रुफै छ यार। तपाईको पोइन्ट अफ भ्यू के जान्ने, यहाँ त प्रुफै छ।